सानो खालके टमाटर पनि टिपियो। यो सेतो फुलेको बोट चाहिँ अचार खानको लागि हुन्छ रे। यसको नाम र काम थाहा हुनेले कमेन्ट गर्नु है। अनि पुदिना पनि अचारकै लागि भयो। बन्चरो बिनाको दाउरा कटेरोबाट दाउरा ल्याएर थुक्पा पकाउने महान काम मबाट हुँदैछ। यस्तो काम चाहिँ बेला बेला गरिराख्न पर्छ रहेछ। पानी पर्ना साथ तातो तातो सुपसँगै थुक्पा कसलाई मनपर्छ भन्नु है। चित्त दुख्दा बाहेक प्याज काट्दा आँसु नआउने आँखा चाहिँ मेरो मात्रै रहेछ। टमाटरको पनि सत्यानाश। तातो तातो सुपको लागि कराईमा मैले प्याज र टमाटरलाई भुने। कुकरमा सिटी लागेको गेडागुडीकै त रहेछ सुप मिठो हुने त। एक कराई सुप भयो। आमाले पस्किएर दिए मात्रै पेटले अगाउँछु भन्छ। यस्तो चाहिँ सबैलाई मिल्दैन। सबैजनालाई परिपञ्च बाँडेर खुवाउने आमा भई कसलाई के चाहियो र। पानी परेकै भएर थुक्पा पाक्यो। भिडियो कस्तो लाग्दैछ त हेरेर प्रतिक्रियाहरू जनाउनु होला। नेक्स्ट भिडियोमा भेटौँ है त। बाई बाई।